कसैको आँखा छ। म सानो बच्चा हुँ भन्दै दाइले भन्दैन, छिमेकीले बहिनी भन्दैन, मामाले भान्जी भन्दैन, बाउले छोरी भन्दैन, अङ्कलले छोरी भन्दैन, समाजले छोरी भन्दैन। म कहाँ जाऊँ? मलाई सुरक्षा कसले दिन्छ त? केही बोल्यो भने तिम्रो छोटो लुगाले नै बलात्कार हो भएको भनिदिन्छन्। आमा बाउ दिदी बहिनी दाजुभाइले तेरो छातीको बुबु उफ्रिया थियो भन्छन् हैन? कहाँ हो त हामी सुरक्षित हुने? केटाका आँखा सिधै यही जान्छ हैन? तिम्रो बलात्कारको लिङ्गलाई